चारजना कलेज स्टुडेन्ट जसले चाहिँ एउटा यस्तो गेम खेल्छन् जसको कारणले चाहिँ उनीहरुको कलेजै बन्द हुन्छ र एउटा केटी मिसिङ पनि। फिल्मको नाम रहेको छ खेल र यसको डाइरेक्टर हुन् अनुराग प्रधान र आस्था श्रेष्ठ। फिल्मको स्टार्टिङ शटले नै तपाईलाई महसुस गराउनेछ कि फिल्मको सिनेमाटोग्राफी कस्तो हुनेछ भनेर। फिल्मको स्टार्टिङमा उनीहरुको होस्टेल लाइफ देखाइएको छ र बिस्तारै उनीहरु कसरी यो खेलमा फस्छन् त्यो पनि हामीले हेर्न सक्छौं फर्स्ट हाफमा। फर्स्ट हाफ अलिकति तपाईलाई स्लो लाग्न सक्छ तर क्यारेक्टर बिल्डिङको लागि चाहिँ तपाईले अलिकति धैर्य धारण गर्नुपर्ने हुन्छ। फिल्ममा पौराणिक कथाको पनि वर्णन गरिएको छ जसमा मञ्जुश्रीले चाहिँ काठमाडौँ भ्यालीको पानीलाई चाहिँ कसरी सुकाएको र त्यहाँ भएका नागहरु चाहिँ आफ्नो वासस्थान खोज्दै त्यो ठाउँ छोडेर गएको। फिल्मको पहिलो हाफमा चाहिँ थोरै रूपमा चाहिँ जम्प स्केयरहरु छ तर त्यस्तो एकदम डराउने खालको कुनै पनि सिन रहेको छैन। जुन खेलको कारणले चाहिँ उनीहरुको जिन्दगीमा समस्या आएको थियो त्यो खेल चाहिँ आदि नै बाँकी रहेको हुन्छ र त्यसलाई पूरा गर्नको लागि चाहिँ उनीहरु 6 वर्ष पछाडी चाहिँ फेरि भेटेका हुन्छन्। अब कुरा गरौँ सेकेन्ड हाफको। सेकेन्ड हाफमा चाहिँ मुभीले अलिकति पिक लिन्छ। 6 वर्ष अगाडिको खेलले उनीहरुको जिन्दगी बर्बाद गरेको हुन्छ र अब 6 वर्ष पछाडी त्यो सुधार्नको लागि उनीहरु फेरि खेल्नको लागि आएका हुन्छन्। के उनीहरुले खेल कम्प्लिट गर्लान् त या फेरि केही दुर्घटना घट्ने हो? मुभीले चाहिँ हरर जनरको भनिएको छ तर त्यस्तो डरलाग्दो खालको कुनै पनि सिन चाहिँ मैले भेटिन। अलिअलि तपाईलाई कतै डर लाग्न सक्छ तर त्यस्तो डराइहाल्ने खालको सिनहरु चाहिँ स्क्रिनमा आउँदैन। फिल्ममा हरर, सस्पेन्स, माइथोलोजी, मिस्ट्री एलिमेन्टहरुको कारणले चाहिँ तपाईलाई एकदमै बाँधेर राख्नेछ मुभीले। कुरा गरौँ अल ओभर फिल्मको जसमा चाहिँ सिनेमाटोग्राफी एकदमै राम्रो रहेको छ र हरर सिनलाई चाहिँ बुस्ट गर्नको लागि चाहिँ जुन ब्याकग्राउन्ड म्युजिकहरु युज गरिएको छ एकदम पोइन्टमा त्यो पनि एकदम राम्रो छ। त्यसैगरी एक्टिङ पनि सबैको एकदमै राम्रो देखिन्छ। फिल्मको डाइरेक्सन, स्क्रिन प्ले पनि राम्रो रहेको छ। फिल्ममा चाहिँ औजा बोर्ड र लुडोको एउटा खेल देखाइरहेको छ जसको कारणले चाहिँ उनीहरुले आत्माहरुसँग कुरा गर्छन् र यो खेल चाहिँ कसरी उनीहरुको जिन्दगीको लागि श्रापित हुन पुग्छ यो चाहिँ तपाईले फिल्म हेरेपछि थाहा पाउनुहुन्छ। र यति भन्दै आजको लागि भिडियो यति नै। सी यू।